हेलो गाइज, आज चाहिँ म किटिम आएको थिएँ है। आज चाहिँ चैत 26 गते अनि किटिम आइपुगेर बल्खुमा झर्दा त यस्तो भइरहेको रहेछ है। यहाँ त पुरै आन्दोलन भइरहेको रहेछ अनि हामी चाहिँ बाटैमा हुँदाखेरि नै जाममा पर्छ भनेर भनेको थिएँ, तर बल्खु चाहिँ सकुशल राम्रै आइपुग्यो है। हेर्न यस्तो भइरहेको छ। आज चाहिँ यो आन्दोलन भइरहेको छ किटिएममा चाहिँ, त्यही हामी चाहिँ समयमै आइपुग्यौँ। त्यसैमा खुसी छ। जिन्दाबाद। चारैतिरबाट आउँछ अनि कति आउँछ त